सो हेलो वेलकम ब्याक टु हाम्रो सुबिन्द्र खपाङ्गी मगर ज्यूको यो युट्युब च्यानलमा हजुरहरूलाई। सो सन्चै हुनुहुन्छ होला हजुरहरू, हामी पनि सन्चै छौँ होइन आजको दिनमा। अनि टक्क लगाएर आज सो भन्नुपर्दा आज ड्युटी गएको थियौँ हामी, अनि आज नेपाल बन्द नि रहेछ कि अनि त्यही भएर हाम्रो हाफ छुट्टी भयो आज। अनि आजदेखि त्यही पनि 2-4 दिनको लागि पो अरे त फेरि गाडी लोकल गाडीहरू सबै बन्द क्या भन्दा। अनि त्यसपछि त्यही भएर आज हामी होइन गाडी साडी पनि केही छैन होइन, त्यसपछि टाक हिँडेर आज काम पनि यसो हल्का आप मात्रै भयो क्या। त्यही भएर हामी चाहिँ टक्क कति बसिराख्नु भनेर यसो हामी 3 भाइ निस्किरहेको छौँ। आज के छ भने चोबा डाँडासम्म जाने टार्गेट हो। चोबा डाँडा फेरि यहाँदेखि कति टाढा पर्छ थाहै पनि छैन क्या। जस हामी अब यहाँको नजिक अब अलिक रमाइलो ठाउँ कहाँनिर छ त्यता अब जाने कोसिस गर्छौँ। अब त्यही हो होइन, अरू त के भन्छ र। हामी चाहिँ यहाँनिर ठ्याक्क भैँसीपाटी चोक भन्ने ठाउँमा निस्केको छौँ होइन। हामी चाहिँ भैँसीपाटीदेखि अलिकति भित्रपट्टि हाम्रो काम छ क्या, त्यहाँदेखि टक्क हिँडेर यहाँनिर चोकमा निस्किनु अलिअलि त्यस्तै 10-15 मिनट जति लाग्छ। हामी ठ्याक्कै भैँसीपाटी चोकमा निस्किसकेका छौँ होइन। अब यहाँदेखि हामी जानुपर्ने हुन्छ। हामी फेरि नयाँ हो क्या, खास चाहिँ अब घुमेको छैन होइन। त्यही भएर अब यहाँको स्थानीय बसोबास गर्ने मान्छेहरूलाई चाहिँ हामी सोध्दै जानुपर्ने हुन्छ होइन, टक्क लाएर कि कसो भयो होइन। बिल्कुल लगाइज यहाँ चाहिँ हामी टक्क मेडिकलमा अब सोध्नेछौँ होइन, टक्क लाएर। एक्सक्युज मी, यहाँनिर यो सल्लाहघाटतिर घुम्ने ठाउँ छ? राम्रै ठाउँ छ, बेस मान्छेहरू घुम्नुहुन्छ, पार्क छ। यो चोबा डाँडा भनेको कतापट्टि पर्छ? थ्याङ्क यू सो मच। नुङले ल चोबा डाँडा थाहा छैन अरे। अब त जोस राम्रै छ अरे क्या, पार्क सार्कहरू यताउता छ अरे क्या। फाइनल गाइज हामी हामी सल्लाहघारी पार्क आएको। पार्क यस्तो छ होइन, छैन। अनि यता हाम्रो सर चाहिँ पिसाब आएर पिसाब नली फुट्ने बेला हेरिसक्यो अरे होइन। छटपटिरहेछ, लास्टै च्यापिरहेछ क्या गाई, यस्तो च्यापेको छ कि जानु भने पनि आशिकतामा आउँछ डर होइन। त्यही भएर यसो कन्ट्रोल गरिरहेको छु। खुल्ला दिशा मुक्त क्षेत्र त्यो सल्लाहको त्यो यो छेल्नीमा। ल गाइज सो मूत्र विस्तारण गर्न गइरहेछ हाम्रो यो सुरेन्द्र। ल राम्ररी मुतुम भाइ पाखा चढ्नु थाल्छ होइन। कति हाँस्नु कि म म्यान। गाइज हामी चाहिँ टक्क घुम्न आएको, बेपत्ता पऱ्यो है। सल्लाहगाडीमा आएको घुम्नु होइन। सल्लाहगाडीमा पुरा बङ्गला बनाएको रहेछ यार। सल्लाहगाडी यता यो चेपेचेबाट उता जाउँ न होइन, कि कसो होला। उता त फेरि बङ्गलामा छिर्नु नदेला त यार। के सुरुमा ल गाइज घुम्नु आएको, बिजोक पर्यो। क्यामेरा पनि कस्तो हो, बिजोक पर्यो घुम्नु यार। पुलिस पनि चुरोटे, ड्राइभर पनि चुरोटे। या लुकी खान्छ आजभोलिको केटाहरूले चुरोट। कहाँ आएको हामी हो यार। हुँदैन यहाँदेखि निस्किनु, उता जाउँ न त सल्लाहगाडीतिर। ल गाइज हामी चाहिँ घोडा झन्डै खुसु केटा हो। हामी घुम्न आएको दाइ पुरा बिजोक भइहालेछ। लडेर सल्लाहघारीमा खुट्टा झन्डै भाँच्यो। अनि यस्तो यत्रो बाटो छ, यो बाटो किन यसरी
यताबाट आउँदा पनि हुन्छ छैन नि यता केही छैन बाटो छैन घर हो काटास हेलो गाइज हामी चाहिँ ठक्क होइन त्यहाँनिर अघि यताबाट गएर त्यताबाट ठक्कलाई उताबाट घुमेर गयौँ होइन घुम्ने सुन्ने ठाउँ चाहिँ रहेनछ फेरि यही पार्कमा फर्केर आएर टक्क बसिरहेको छौँ हामी चाहिँ हुँदैन र टक्क हाम्रो चाहिँ फोटोसोटो खिच्ने कार्यक्रम भइसक्यो होइन हाम्रो हिरो भाइको चाहिँ एकदम खतरा खतरा फोटो मैले निकालिदिएको छु होइन हाम्रो अनि अङ्कल चाहिँ अहिलेसम्म फोटो खिच्नु भएको छैन क्या हामीसँग हिँड्दैदेखि ऊ के अरे अङ्कल चाहिँ फोटो खिच्नु भएको छैन एक केटा अहिले चाहिँ भन्दै हुनुहुन्छ क्या एक केटा मेरो पनि एक तास खिच्नु एक तास गाइस एक तास ल खिचिदिउँ न त अब ल रानी त यहाँ आऊ न लिनुहोस् न हुँदैन है लिदिउँ न फोटो खिच्ने भने होइन हजुर म यहीँ आइपुग्छु ए लु खिच्नु न ऊ त्यहाँ गएर बस्नु त यहीँबाट खिचिदिनु ओटे नर्गौ खिच्दै त इलाई जातो एमे पक न यहाँ कसैको एउटा खिचेको छैन कसैको 100 एउटा खिचेको छ म्याक अन्याय भएन पुगेन होइन अङ्कल पुगेन भन्नु त ल एउटा ल गाइज अब चाहिँ हामी टक्क घुमेर निस्किसकेको छौँ हल्का अलिअलि होइन अब हामी चाहिँ ठक्क यहाँबाट बाटोमा आउँदा आउँदै टक्क यहाँनिर बाटोमा भेटियो चटपटे पसल भने जस्तो टक्क यहाँनिर चटपटे पानीपुरी पसल रहेछ होइन ल गाइस दाइले चाहिँ हाम्रो ठक्क फाइनली पानीपुरी एकदम डेलिसियस पानीपुरी यस झोल चाहिँ कहाँनिर छ हामीलाई पनि दिनुहोस् झोल टक्क लाएर खोइ झोल दिन्न छिटो मात्र पानी आउँछ मसलाहरू आउँदैन हो फेरि हालिदिनु क्या त्यही फेरि ल ल भयो भयो गाइज म पानीपुरी खाँदैछु ल एउटा म काटियाछु एउटा तपाईँ विवाहित हो कि अविवाहित म्यारिड हो कि अनम्यारिड म्यारिड हो बच्चा बच्ची कति छन् छैन बच्चा भर्खर हो ओहो सँगै गर्नु पर्दैन नि सँगै गर्नु पर्दैन काम ल्याउनु यसो टक्क राख्नु हो क्या नि दोष होइन हेलो गाइज हामी चाहिँ टक्क लाएर घुमेर पनि घुमफिर गरेर होइन त्यस्तो राम्रो खासै घुम्ने ठाउँहरू त हामीले पाएनौँ त्यही पनि यसो हल्का घुम्यौँ होइन बस्यौँ त्यही पनि ठिकै छ होइन हामी टक्क आइपुगिसकेका छौँ फर्किसकेका छौँ उही पुरानो कोठा जाने बाटो भने जस्तै उही पुरानो गाउँ फर्किसकेका छ हामी चाहिँ टक्क लाएर अब आजको भिडियो चाहिँ अलिक लामो भयो जस्तो लाग्यो तपाईँहरूलाई मन परेमा लाइक सेयर कमेन्ट र सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु र साथसाथै भिडियो सेयर गर्न पनि नभुल्नु होला गाइस यस डेफिनेटली भिडियो पनि सेयर गरिदिनु होला तपाईँहरूको आफन्त साथीहरूलाई भिडियो सेयर गरिदिनु होला भन्न चाहन्छु र आगामी दिनहरूमा पनि यस्तै यस्तै भिडियो लिएर उपस्थित हुनेछु भन्दै आजको भिडियो चाहिँ मेरो भ्लग चाहिँ यहीँनिर अन्त गर्न चाहन्छु हस् त बाई बाई।